सुन पारी गाउँ जान थियो बाटो चाहिँ कता होला सिधै जानुस् अनि यसो अगाडि गएपछि दायाँ लाग्नुस् अनि अगाडि बढ्नुस् आइहाल्छ हजुरले अघि नि दायाँ भन्नुभयो कि बायाँ भन्नुभयो यहाँ त दुईवटा बाटो रहेछ अनि म अनमोल लिएँ नि हुन्छ हुन्छ सही नै नम्बर दिएर रहेछ लाग्यो नि फोन त कहाँ पुग्यो आमा नमस्ते नानी नमस्ते कहाँबाट आउनुभयो पारी गाउँदै आएको के कति कामले पाल्नु भयो म यहाँ हेमराजलाई भेट्न आएको हेमराजको को हुनुहुन्छ हजुर मैले चिन्दिन नयाँ मान्छे म हेमराजको साथी हो बसौँ यता हुन्छ नि आमा ल आउनुहोस् ए बाबु आइज तेरो साथी आउनु भएको छ तिमी आइसक्यो रुकै एकछिन ए हजुरको गाउँमा मेला लाग्दै रहेछ हजुर मलाई चाहिँ हेमराजले बोलाएर आएको आमा त्यो बिहानदेखि नजानलाई त्यो पनि चोरीफुरी गर्दैछ मेला माथि लाग्दैछ बाबु आमा हामी आयौँ आइपुग्यो नानी त पारी गाउँको भनेको यस बेलासम्म यहीँ सन्धि भइसक्यो बाबु रात पर्यो कसकी छोरी हौ नानी तिमी के जातकी छोरी हौ रात पर्यो अब पानी चल्ने हो कि होइन हामी सानो जातको मान्छे हुन् किन हुन्छ यो भेदेर भाव एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो मुनालाई सोध त्याग के हो मानिस ठुलो दिलले हुन्छ पीडामा मन सबैको रुन्छ फेरि किन यो दोष निलैलाई माफ गर्नु होला आमा ऊ चाहिँ मेरो साथी हो त्यस्तो अन्यथा नसोच्नु होला त्यही पनि हुन त म ठुलै जातकी छोरी हो अहिले 21औं शताब्दीमा आएर पनि यस्तो सोच्दै नराख्नु होला आमा मान्छे मान्छे एउटै हुन् फरक किन हो साम चल्छ सिप चल्छ पानी नचल्ने भो साम चल्छ सिप चल्छ पानी नचल्ने भो बनाउँछौ हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू बजाउँछौ हामीले बाजा गाजा गुन्जिन्छन् पहाड पर्वतहरू तेरो छोरीको चरित्र उजेल हुन नपाउँदै त्यही जुनलाई फोन गरेर आज पनि फेरि भर्खर मैले भेटाएँ घरको काम धन्दा भन्ने कुरो केही छैन खालि त्यसैलाई मात्रै फोन गरेर चाहिने यसरी चाहिँ रात दिन बिताउने के आँटेछ तेरो छोरीले
राम्रोसँग सम्झा तेरो छोरीलाई। हेर न ज्योति, पारिगाउँको हेमराज विकसँग प्रेम गरेको थाहा पाएर घरमा गाली गरिराख्नु भएको छ मलाई। अनि त्यो हेमराज तिमी भन्दा सानो जातिको मान्छे हो, उसको र तिमीहरूको पानी चल्दैन। अब तिमीले नै बुझ्ने कुरा हो। अनि तिम्रो बुवा मुवाले पनि भनेको राम्रै हो, उसँग नबोल। तिमी हेमराजसँग त बोल्यौ, तिमी र उसको पानी चल्दैन। तिम्रो बुवा मुवाले भनेको पनि राम्रो कुरा हो, माया गर्नु पाप होइन, तर पनि तिमीले आफ्नो बुवा मुवाको इज्जतको ख्याल गर्नुपर्छ। तर म बिना बाँच्न सक्दिनँ। अनि के गर्छौ त अब तिमी? अब तिमीलाई घरदेखि यति टर्चर छ, अब तिमी उभिन बाँच्न नसक्ने, अब समाजले पनि तिम्रो मायालाई स्वीकार्दैन। ठिकै छ, अब तिमीलाई कस्तो लाग्छ? अब आफूलाई अब आफ्नो परिवारलाई पनि अब नराम्रो नहुने तरिकाले जे ठिक लाग्छ त्यही गर्छ। हेलो हेमु, के छ? सन्चै छौ? पुस्ता सन्चै छौ तिमी? अनि के गरिरहेको छ त? अनि पुच्चे कहाँ गयो नि? सन्चै छ त्यो पनि? एउटा कुरा भन्छु मान है, हेमु मलाई लिन आउनु। हे सधैँ तिमी त्यही कुरा मात्र नगर न, जब फोन गर्यो कि त्यही मात्र भन्छु। मेरो घरदेखि अन्ति बिहा गर्ने जस्तो कुरा गरेछ नि हेमु, मलाई जसै भए छिटो लिन आऊ। अहिले भर्खर त मेरो नेपाल प्रहरीमा नाम निस्केको छ, तिमीले कस्तो कुरा नबुझेको के? पहिला म आफ्नो सपना पुरा गर्छु, मेरो बाबुआमाको सपना पुरा गर्छु, अनि 2-3 वर्षपछि बल्ल बिहे गर्दा हुँदैन? धेरै जिद्दी नगर नि तिमी। ठिक छ, तिमी त्यसो जिद्दी गर्छौ भने केही सोचौँला। यहाँभन्दा अगाडि पनि आउँदाखेरि गाउँलेलाई बोलाएर पिटा खुलाएर पठायो। हे के हो यो जात भन्ने? खाली जातको कुरामा मात्र अल्झाउँछौ मलाई। अहिले नि पिटाइ खुलाएर पठाउने विचार गर्छौ के हो? हुँदैन त्यस्तो केही हुँदैन, प्लिज नगर। बरु 2-4 जना साथीहरू लिएर आऊ हेमु, केही हुँदैन त्यस्तो। यो लकडाउनको बेलामा कहाँ आउँछ त्यति धेरै साथीहरू? तिमी त्यस्तै जिद्दी गर्छौ भने ठिकै छ, केही सोचौँला नि। पक्का आउँछौ नि? ल आऊ है, बुवा मुवाले थाहा पाउनुहुन्छ, म फोन राखेँ। कति छ नि राख फोन। ल बाई बाई। 2-4 जना साथीहरूलाई लगाउनै पर्यो। पहिला नि जाँदाखेरि पिठा खाएर पठायो, अहिले नि केही हुने हो कि? त्यस्तै रहेछ यो माया भन्ने चिज नि, खै बुझ्नै सकेन। हेलो, तिमी कहाँ छौ? सुन न, आज पारिगाउँमा जानुपर्ने भयो कि पुष्पालाई लिनलाई। दिनुहुन्न जान्न? त्यो पनि खानासाना खाएर कापो खान जाने पारिगाउँमा भनेर आउनु त। ल म अरू साथीहरूलाई पनि भन्छु, अलि छिटो गरेर खाना खाएर आऊ है। ल अध्यक्षज्यू नमस्कार। हजुर अध्यक्षज्यू, पारिगाउँबाट केटाहरू चाहिँ नि 20-22 जनाको केटा ग्रुपमा चाहिँ केटाहरू आएछन् अरे, र तिमीलाई पहिला पनि हामीले चाहिँ सम्झाइ बुझाइ गरेर घर परिवारले सम्झाइ बुझाइ गरेर पठाएकै हो, र अहिले चाहिँ नि उनीहरूले चाहिँ हामीलाई चाहिँ नि एकदमै हेपेर चेपेर जस्तो गरेर चाहिँ अहिले आएका छन् अरे। ल यिनीहरूलाई चाहिँ नि कसरी तल ल्याउने हो, छिट्टै एउटा निष्कर्ष निकाल्नु पर्यो अध्यक्षज्यू। आयो फेरि यसरी त्यही डुम आयो क्या, यसले फेरि खाना खोजेको क्या पहिलाको दिन पिटाइ। तर अस्तिको पिटाइले भएन, फेरि खाना खोजेको गाउँले फेरि आइसिएमा
भागो भागो छोरी बिहा गर्नु पर्यो लौजा मरे सालाहरु उताका यो मरेको जिउँदैछ अझै जिउँदैछ यसलाई पनि भाग भुले आउँदै भुरे दिएका फेरि हेर्न आखला भुरे दिन खोला दियो ल भुरे दिउँ सानो जात भएर ठुलो जात ताक्नेहरू तिमीहरू यसरी नै मर्नुपर्छ यसरी नै मर्नुपर्छ मल्ल गाइस मान्छे त मारियो भोलि केही अप्ठ्यारो त पर्दैन फेरि के अप्ठ्यारो हुनु नि हामीले एकजना शहीद गरेको तलदेखि माथिसम्म हाम्रै लिङ्क छ किन डराउनु पर्यो डराउनु पर्दैन ढुक्क भएर गर्नु छ सबै मिलेर गरिदिन्छ ठिकै छ जेस सबैको नाम चाहिँ नआओस् है नाम किन आउनु पर्यो र सबै गाउँले गरिरहेको सबैको गरिरहेको किन मिल्नु पर्यो मिल्छ भोलि कुरा गर्दा अप्ठ्यारो पर्ला फेरि के अप्ठ्यारो पर्दैन तपाईँले यहाँको विश्वास गरे हुन्छ त्यसो तपाईँको विश्वासै दो हे भगवान मलाई भी मार्ने रहेछ नि उनीहरूले त कन्न बचाइदिनु केटाहरू कहाँ गएको छन् यति बेला काफल खान गएका नि आएनन् रात पर्यो यत्रो सन्जे भयो तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको फोन पनि लाग्दैन केटाहरूको किन लागेन त केटाको आमा मारे आमा आमा त के भयो बाबु आमा पारी काफल खाना भन्दा मेरो बाबुलाई
सिते बाउको आमा उसले चाहिँ के अरे खुला पारेको पुष्पासँग चाहिँ बिहे गर्नु रहेछ, त्यही भएर लडेको हामी त बल्ल बल्ल बचेर आयौँ। अरूलाई त मारे मारे। आमा आमा के भयो आमा 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 अरू कुरा त सुन्दिनँ आमा 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 के भयो? ए कोही छ यसो हेरिदिउँ न आमालाई, के भयो? खोइ खोइ आमा 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 दाइ हेर्छ आमालाई के भयो नि त? हो आमा 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 के भयो के भयो? खोइ आमालाई मैले एउटा कुरा सुनाएको थिएँ के भर्खर। आमा पानी देऊ आमा उठ्नुहोस् के केही भएन हजुर केही भएन के कुरा सुनौँ के गर्छ हामी बुझौँ के कुरा है। नाच मेरो बाबु कहाँ छ? कान्छा दर्शक महानुभावहरू, म जुन आजभन्दा केही दिन अगाडि घटेको घटनामा आफ्नो ज्यान बचाउन सफल हुनुभएको छ र उहाँलाई मनासन्न गर्ने गरी कुटिएको छ। त्यो घटना के कसरी घट्यो म उहाँबाटै बुझ्न चाहे। हजुरलाई पीडा त भइरहेको छ र पनि म हजुरहरू लगायत मृतकका परिवारहरूलाई न्याय मिलोस् भन्ने हेतुले केही कुराहरू सोध्न गइरहेको छु। खास घटनामा के भएको थियो? हजुर चाहिँ प्रत्यक्षदर्शी र घाइते पनि हुनुभएको छ। म गएको गाउँमा पुग्यो, पानी खान लाग्थ्यौँ। गाउँहरूले त एकैचोटि आएर लखाड्दै आए, मलाई पिट्नाखेरि त्यहाँ पिटेर खेदाउँदै जान्थेरि खोला नदीमा पुग्यो। नदीमा पुग्दाखेरि अब साथीहरूलाई त हानेर पिटेर लतारेर खोलामा फाल्थे। म त कस्तो गर्नखेरि यसो जोगियो, यस्तै दुःख गर्न त्यसरी जोगेर म ढुङ्गाको कप्चरमा पुगेर बस्न थालेँ। म पछि मलाई धेरै सुरुमा त मलाई धेरै पिटाउँथ्यो। यस्तरी चोट लाग्छ, यस्तरी चोट लाग्छ, हात खुट्टा चलाउनु भएको छैन। यस्तरी म बसेको छु, यस्तरी म बचेर आएँ। मैले चाहिँ बुझेअनुसार हजुरहरूलाई लकडाउनको बेलामा अर्काको गाउँमा गएर लकडाउनको उल्लङ्घन गरेको भनेर नियन्त्रण गर्ने बेलामा चाहिँ यो सबै झुटो सचिव थिएँ। मैले खुद मेरो आँखाले देखेको थिएँ। गाउँको मान्छेहरू जम्मा भएर साथीहरूलाई हानेर पिटेर खोलामा फाल्थे। म ढुङ्गाको कप्चरमा म लुकेर म बसेको थिएँ। म त्यहाँबाट प्रत्यक्ष मैले सबै म देखेको छु। मैले पुरा म देखेर म त्यहाँबाट म फसेर म आएको। त्यो दिन सम्झिँदाखेरि मेरो मुटुको यस्तै काँपेछ कि ढुङ्गाले हाने, लौरोले हानेर त्यसरी फलातिर मेरो मुटु अहिलेसम्म काँपिरहेछ। खास तपाईँहरूलाई हेमराजले चाहिँ काफल खान जाने भनेर लैजानु भएको थियो या बेहुली दिनलाई भनेर? त्यो काफल खाने भनेर त थाहा भएन, बेहुली ल्याउन जाने भनेर भनेको थियो। साथीले पनि त्यही भनेर म गएको थियौँ। अब गएको कार्यक्रममा अब ठुलो जात तल्लो जातको कुराहरू अब गाउँको मान्छेले गरे, त्यहाँबाट एकैचोटि हामीलाई खेलाएको। दर्शक महानुभावहरू, हजुरहरूलाई धेरै स्वागत गर्न चाहन्छु सेन्चुरी अनलाइन टिभीमा। दर्शक महानुभावहरू, अहिले नै सुरक्षाकर्मीहरूले अनुसन्धान गर्दैछौँ भन्ने क्रममा फेरि
हामीले एकजना भाइको डेड बडी उहाँहरूले निकाल्दै हुनुहुन्छ। के नामको हो कसको हो पुष्टि हुन बाँकी नै छ। त्यसको लागि चाहिँ म फेरि हजुरहरूसँग जोड्नेछु। अहिलेलाई हस्, धन्यवाद। म यहाँ घटनाको बारेमा अनुसन्धान गरिराख्नु भएको सुरक्षाकर्मी साथीहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई। धन्यवाद। आज घटना भएको पनि यतिका दिन भइसक्यो र घटना हत्या नै हो भनेर चौतर्फी तरिबाट जुलुसहरू आन्दोलनहरू चर्किरहेका छन् र हजुरहरूले अझै पनि घटनालाई लुकाउन हो या घटनालाई कसैको दबावमा हो हजुरहरूले चाहिँ सत्य तथ्य बाहिर ल्याउन नसकेको कारण चाहिँ के हो? यो घटनाको बारेमा अनुसन्धान हुँदैछ। शङ्कास्पद व्यक्तिहरूलाई हिरासतमा लिइसकेका छौँ। अब सत्य तथ्य प्रुफ नभएसम्म अहिले केही भन्न मिल्दैन। केही प्रुफ जुटेपछि तपाईँहरूको सामान्य हामीले दुधको दुध पानीको पानी छुट्याउनेछौँ। अनि म हजुरलाई एउटा प्रश्न फेरि गर्न चाहेँ। म बाटोमा आउँदै थिएँ, हजुरको साथीले मलाई बाटोमा हजुर जान सक्नुहुन्न भनेर बाटोमा रोकियो। यो यदि आफै हाम फालेर भाइहरू मरेको हो भने किन यो घटनालाई लुकाउन हो या के को लागि मलाई यहाँ आउन चाहिँ वञ्चित गराउन खोजियो? अब यो लकडाउनको समयमा अहिले चारैतिरबाट बाटोहरू बन्द छ। मान्छेहरूलाई भिडभाड नगरौँ भन्ने हिसाबले गर्दा माथिको आदेश मान्नु पर्नुहुन्छ। त्यसले गर्दा तपाईँहरूलाई रोकिएको होला। त्यसमा हामी सीमा प्रार्थी छौँ। हस्, धन्यवाद। धन्यवाद। दर्शक महानुभावहरू, म यहाँको घटनास्थलदेखि अब फेरि म पारी गाउँ पनि जानेछु, जहाँ पीडित पक्षको घटना घरमा र वारी गाउँमा पनि म गएर त्यहाँको सत्य तथ्यलाई बाहिर निकाल्ने भरपूर्ण प्रयास गर्नेछु। आजलाई हस्त, धन्यवाद। दर्शक महानुभावहरू, हजुरहरूलाई म स्वागत गर्न चाहे। म आज फेरि रिपोर्टिङकै क्रममा वारी गाउँ, जहाँ आफ्नो आमाले एउटा छोरा गुमाउनु भएको छ, त्यो घरमा म आइपुगेको छु र आमासँग म केही कुराहरू सोध्न गइरहेको छु र बाँकी कुरा चाहिँ आमासँगै। आमा, सर्वप्रथम त म माफी माग्न चाहन्छु। यस दुःखद घडीमा नचाहँदा नचाहँदै पनि हजुरलाई म केही कुराहरू सोध्न आएको छु। पक्कै पनि हेमराजले न्याय पाउनेछन् र हजुरहरूलाई त्यो घटना कसरी भएको त्यो सत्य तथ्य पत्ता लगाएर हजुरहरूलाई पनि न्याय मिल्ने आशाले म केही कुराहरू सोध्न आएको छु। आमा, आज मेरो पनि हिम्मत त छैन हजुरलाई कुराहरू सोध्ने, र पनि सर्वप्रथम त म ती मृतक आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली ज्ञापन गर्न चाहन्छु र शोकाकुल परिवारहरूप्रति धैर्य धारणा गर्ने भगवानले शक्ति दिउन्। म धेरै बोल्न चाहेन आमा। खास यो घटना हुनुको कारण चाहिँ के छ, हजुरलाई केही जानकारी छ आमा? मेला हेर्न भनेर तिनी नानी आउँथिन्। तिनी नानी एकैचोटि आएको हुन् कि? तिनी नानी 2-3 चोटि आएकिन् हाम्रा घर मेला हेर्न भन्दै आउँदै, मेला हेर्न भन्दै आउँदै पारी गाउँ हो भन्दै कहिले सन्जेमा अँधेरामा पनि बसेकी हुन्। त्यस्तो यहाँ आएर बस्दा हजुरले ती नानीलाई केही भन्नु भएन?
सम्झाएँ मेरो घर यसरी आउने होइन, बस्ने होइन नानी, मेरो बाबुलाई केही होला कसो होला, तिमीलाई पनि केही होला यो अँधेरामा भनेर मैले सम्झाएको बाबु। चाहेर पनि हामीले हेमराजलाई फर्काउन त सक्दैनौँ आमा। उहाँको न्यायको लागि हेमराज लगायत भाइका साथीहरू को न्यायको लागि गाउँ गाउँ ठाउँ ठाउँबाट सबैले न्यायको लागि जुलुस पनि उठाएका छन्। मेरो छोराको न्याय चाहियो मलाई, सबभन्दा ठुलो न्याय देऊ बाबु, न्याय मगाइदिनु। सानो जात भनेर मारेका हुन् मेरो छोरालाई बाबु। र बाबु कहाँ छौ नि? नेपाल प्रहरीमा नाम निकालेर मलाई पाल्छु भन्दै थियो बाबु, तिमी कहाँ छौ नि? अब कसलाई हेरेर चित्त बुझाम बाबु। धन्यवाद। यो घटनालाई जुन अमानवीय घटना घटेको भनेर चौतर्फीबाट विरोध भइरहेको छ, त्यो घटनालाई चाहिँ कसरी लिनुभएको छ हजुरहरूले दिदी? यो घटना चाहिँ एकदम अमानवीय घटना हो। यसको लागि हामीहरूले घोर विरोध गरिरहेका छौँ। यसरी कुनै पनि मान्छेलाई जातित्वको हिसाबले जातित्वको हिसाबले यसरी मारिनुहुन्न। एउटा दलित भनेर एउटा तल्लो जातको भनेर त्यहाँ धेरै अरू भाइहरू पनि यसरी मारिएको छ। त्यसैले यसको हामी घोर विरोध गर्दछौँ। म आफै पनि महिला अधिकार कर्मी भएर महिला अधिकार कर्मीको हैसियतले यसको घोर विरोध गर्न चाहन्छु र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने म माग गर्न चाहन्छु। कस्तो कारबाहीको माग उठाउनु भएको छ त हजुरहरूले? यिनीहरूलाई त एकदमै हदसम्मको कारबाही हुनुपर्छ। हाम्रो नेपालमा फाँसीको सजाय त छैन, नभए पनि यिनीहरूलाई एकदम कडाभन्दा कडा कारबाही हुनुपर्छ, कडा सजाय हुनुपर्छ भन्न चाहन्छु।